हेलो एभ्रिवान, गुड मर्निङ अनि नमस्ते तपाईहरु सबैजनालाई। म चाहिँ ओछ्यान मिलाउन आँटेको हो। अहिले एकदम चेलेले भइरहेछ। नानी चाहिँ ढिलो उठ्यो, सो त्यही भएर अब चाहिँ ओछ्यान आमा चाहिँ रेडी पनि हुनुभयो हो। आज चाहिँ आमा र बाबा सिलगढी जानु हुँदैछ। किन जानुभएको भन्दाखेरि चाहिँ आमालाई डाक्टर देखाउनुको लागि। आमा चाहिँ बिमारी हुनुहुन्छ हो, सो त्यही भएर पहिला पनि जानुभएको थियो। अन्त 1 मन्थ दबाई खाएर फेरि आउनु भन्नुभएको थियो डाक्टरले हो, सो त्यही भएर आज चाहिँ आमा र बाबा जानु हुँदैछ। अब चाहिँ म घरको कामहरू गर्छु, घर झाडुहरू गर्छु। घर झाडुहरू गरिसकेर चाहिँ फेरि आँगन झाडुहरू गर्नुपर्छ। आँगन चाहिँ फेरि अहिले घाम आयो भने बढाल्नु सक्दैन, पसिनै पसिना हुन्छ आँगन झाडु गर्दाखेरि हो। सो त्यही भएर भट्टाभट घर झाडु गर्ने बित्तिकै चाहिँ आँगन झाडुहरू गर्छु। अन्त आँगन झाडु गरिसकेर फेरि घरहरू पोछा गर्नुपर्छ। अहिले चाहिँ म घरहरू पोछा गर्दैछु हो। घरहरू पोछा गरिसकेर फेरि नानीहरूको लागि ब्रेकफास्ट बनाइदिनुपर्छ। अहिलेसम्म मैले चाहिँ नानीहरूलाई ब्रेकफास्ट बनाइदिएकै छुइनँ। आज चाहिँ चाउमिन बनाइदिन्छु धेरै दिन बाद हो। नानीहरूले मन पराउँछ। सो तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ, मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनुहोस्। सो मेरो भिडियोहरू हेर्दै बस्नुहोस् ल। अहिलेको लागि यति नै, टाटा बाई बाई।